म पनि डोलीमै चढेर आएको छु। उताको भन्दा यहाँको डोली फरक रहेछ, केदारनाथको फरक, अमरनाथको फरक, यहाँको फेरि फरक रहेछ। यी फलामको डोली रहेछ। वैष्णव देवी जाने सिलसिलामा हामी डाँडाको धेरै माथि आइसकेका छौँ। करिब आधी उकालो ल्याएर यो डोलीवालाले यहाँबाट देखेको यो उचाइ यस्तो छ। अहिले यहाँ डोली बिसाएको भएर अनि यहाँ यो भिडियो खिचौँ भने अम्बिका यहाँ यसरी बसेको छ। हेर्नु होला, यसरी हामी यसो गरेर जाँदैछौँ। यहाँबाट अब 5 किलोमिटर बाँकी छ अरे। यहाँ चाहिँ नि भ्यान पनि चल्दो रहेछ। भ्यानले मान्छे लिएर लैजान्छ अरे यहाँबाट। यहाँ तल भ्यान स्टेसन थियो अनि बाटो यहाँ तलबाट दुई थरी बाटो भयो। तल्लो बाटोबाट घोडा र मान्छे अनि यसबाट मोटर पाल्की र मान्छे अनि अम्बिका यहाँ पल्लोपट्टि आएर बसिरहेछ होला। मैले त हेरेको छैन, देखेको छैन। पछाडि फर्किन अगाडि छ, पछाडिको यस्तो छ। हेर्नु होला, हामी धेरै माथि आइसकेका छौँ। हामी अब करिब वैष्णव देवी मन्दिरको नजिक आइपुग्यौँ। अब 1 किलोमिटर बाँकी गरे। 1 किलोमिटरलाई पनि झन्डै पौनै घन्टा लाग्छ भन्छन्। अम्बिका यहाँ पछाडि आउँदैछ। अम्बिकाको पछाडि छ, म अलि अगाडि जाँदैछु। अम्बिका पछाडिकोमा आइरहेछ। माथि 5 किलोमिटर जहिले यस्तो गाडी चल्दो रहेछ। हामी टुप्पैमा आइपुग्यौँ। बाहिर पुरा कुहिरो लागिरहेछ। बादल भन्नु मिल्दैन, तलबाट हेऱ्यो भने बादल, यहाँ माथिबाट हेर्दाखेरि कुहिरोले अहिले डाँडो छकिरहेछ। हामी चाहिँ पुरै मन्दिर नजिक आइपुग्यौँ। यी भित्तापट्टि पुरै ढुङ्गाको पहाड फोरेर बाटो बनाएर छ। यसरी चट्टानी ढुङ्गा ताछेर यहाँनिर चाहिँ नि तलपट्टि घाम लागेको छ। धेरै तल खोज, धेरै नै यस्तो उसबाट हेर्न पनि काली लाग्ने छ। यस्तो ठाउँमा आइपुगेका छौँ हामी। धेरै काली लाग्छ, डर लाग्ने। छेउबाट त हेर्नै नसकिन्छ, छेउमा जान नि दिँदैनन्। यसरी पहाड खोपिया ठाउँमा गाडी आइन्छ। हामी वैष्णव देवी मन्दिरको परिसरभित्र छिर्यौँ। अब सायद मोबाइल र झोलाहरू लान दिँदैन अरे। त्यस भएर मोबाइल र झोला छोडेर जान्छौँ, हेर्दै जाउँ। अब लान दिएछ भनेदेखि खिच्ने नै छु, नत्र भने यहाँसम्मको लागि मात्रै भयो जस्तो छ। हजुर मनिषा देवी के अरे वैष्णव देवी यहाँभित्र गुफामा हुनुहुँदो रहेछ। 3टा मन्दिर रहेछ भित्र। पुजारीले सबै के काली मन्दिर के भनेर भन्नुहुन्थ्यो। हामी यहाँभन्दा भित्र केही पनि लिएर जान नसकेका भएर यहाँ राखेर गएको थियौँ। यहाँबाट करिब 10 मिनटभित्र गुफा गएपछि गुफामै हुनुहुँदो रहेछ। त्यहाँबाट दर्शन गरेर यहाँबाट निस्केर अब हामी भैरव मन्दिर जाँदैछौँ यहीँकै। हामी यहाँ वैष्णव देवी मन्दिर दर्शन गरेर भैरव मन्दिर दर्शन गर्नको लागि यहाँ केबल कारको टिकट काट्न आएको। क्लाउडी बढी पानी परे भएर टिकट अहिले नदिने रे। मौसम सफा भएपछि मात्रै दिने रे। भैरवनाथ मन्दिरमा टोल्या छौँ। अम्बिका यहाँ अगाडि जाँदैछ। मन्दिरमा दर्शन गरेर हामी फेरि घोडा चढेर जानेछौँ। यो घोडाको चाहिँ नि भिडियो खिच्न अलि असमर्थ जस्तो लाग्यो। ठुलो घोडा रहेछ। घोडामा बसेर
फोटो भिडियो बनाउन सकेसम्म त कोसिस गर्छु। नत्र भने हेर्दै जान होला। अब भैरवनाथ मन्दिर जाउँ। भैरवनाथ मन्दिर जानको लागि अम्बिका यहाँबाट लाइनमा बसेर जाँदैछौँ। यहाँ माथिपट्टि जाने रहेछौँ, यहाँ रहेछ मन्दिर। यहाँबाट हामी फेरि निस्कनेछौँ। अब भैरवनाथ मन्दिरमा अम्बिकाले चाहिँ दर्शन गरेर आयो। ज्यादै भिड समयको अभावले गर्दाखेरि म चाहिँ नि गइनँ। अब यहाँबाट हामी तल बस पक्रेर कटारा जाँदैछौँ हजुर, घोडामा। भैरवनाथ